तो हे गाइस गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग। तो आजको ब्लगमा तपाईँलाई स्वागत छ। यो ब्लग राम्रो लागेमा भिडियो लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस्। ब्लग राम्रो हुनेछ, ब्लगै नहोला एकदमै राम्रो ब्लग ल्याउँदैछु। आजको धेरै दिन पछाडि ब्लग गर्दैछु। फेरि पनि ब्लगलाई लाइक गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्नुहोस्। हामी मिल्छौँ ब्लगको भित्र। ल कराई बसिसक्यो। ल ल ल ल आगो बोल्यो ल। पानी हाल निकाल्नु निकाल्दै त कान्छीलाई हाल्छ उठ्नु ओ त फ्याल्नु भित्रको सबै खाने हो सबै। किटो भने के उठ्नु निकाल जान्छ त चित्त हुन्छ अलि ओल्ट्याङ पट्याङ पो गरेर के यो फ्राई गर्ने हो। तो गाइज आज त यस्तो घाम लागेको छ नि। आम्मामामा यहाँ चल्ला छपेको छ। यहाँ त यस्तो घाम लागेको छ, यस्तो घाम लागेको छ आज। गाइज यो हावा हुन्डरीले भत्काएको थियो र यो भोलि बन्छ। तपाईँहरूलाई भिडियोमा देखाउँछु। साला कलै भाँच्दै हावा हुन्डरीले। हाम्रो बाख्रा छ हो, खोइ तेरो छोरी कहाँ गएछ पाठो फेरि। गाइस यसको पाठो छ, पाठो पाठो हेर्ने गाइस। पाठो पाठो कहाँ गयो, कहाँ गएछ यार गाइस? पाठै छैन त यार। पाठो पाठो तो गाइस पाठो कहाँ गयो भन्दा बानेको पनि छैन। यहाँ गाइस फुलबारी, यहाँ साइकल हाम्रो गाई 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 यिनीहरू चाहिँ हाम्रो गाई हो। गाई यो पनि छ अर्को उतापट्टि। उतापट्टि देख्यो नि यो सेतो ऊ त्यहाँ छ ऊ। त पनि छैन। कस्तो घाम लागेको। हेलो भाइ के एक्जाम आज छिटो भन। जगेको के पढ्दैछस्? बालेन्साले शपथ खायो। बालेन्साले शपथ खायो कहिले अरे? 15 गते। यसको आज पढ्ने बिग्रिन्छ अघि दे 15 खाली 15 न 13 गते। 13 गते खाएर 14 गते पक्रा परे कहिले बुढो 13 गते शुक्रबार कहिले खाएको अरे? शुक्रबार एक हप्ता भयो। उठी सधैँ तल ओछ्यानमा लेख्नु पर्ने बात। आज एक हप्ता भयो। हाल शुक्रबार तो गाइस हामी त अहिले यो भत्काएर यो बनाउँदैछौँ अर्को सानो मिनी। यो ठुलो थियो, यो सानो खालको झुप्रोको भान्साघर र हामी यता बाँस स्यास काट्दै। मैले तपाईँहरूलाई धेरै पार्ट देखाइनँ किनकि यो फाइनल पार्ट मात्रै देखाउन आँटेको। यो अलिक कम्प्लिट भएको छैन, सायद भोलि कम्प्लिट गर्छौँ। यो ब्लग राम्रो हुनेछ, एकदमै राम्रो हुनेछ। हेर्नुहोस् हाम्रो आइस पाइस छ यहाँ र एकदम टाइटली कसेको छ। डर छ नि है कि छैन? गाइस ल एकदमै यहाँ कचडा कपिराइट आउँछ धेरै गीत बजिरहेछ। ल गाइस खत्रै छ। कपिराइट आउँदा फरक पर्दैन। तो गाइस
अहिले चाहिँ हामी यस्तो ल यहाँ बिचमा बान्ने त कार्यक्रम सक्यो अब यहाँ दिव्या यहाँ मोटी ऐना हेर्दैछ घिउकुमारी लाएर बसिरहेको छ गाइस अब म यहाँ टिन छान्न आँटेको टिन यो टाटी हामी उठाएर यिनीहरू एउटा उ त्यहाँ छ लडेको यहाँ वरिपरि लाउने भन्दैछौँ माथि टिन राम्रो राम्रो छानेर हाल्छौँ अलि राम्रो छ जस्तो लाग्यो सेट गाइस सेट पछाडिपट्टि हाम्रो घरको तो गाइस आज हो हाम्रो आयुष भाइको बर्थडे र आजको बर्थडे सेलिब्रेसनमा तपाईँलाई देखाउने छु भिडियोलाई लाइक गरिदिनुहोस् हाम्रो बर्थडे बोय यहाँभित्र नुहाउँदैछ गाइस यहाँभित्र यो बाथरुमभित्र नुहाउँदैछ गाइस हाम्रो बर्थडे बोय नुहाउँदैछ बाथरुमभित्र हामी तपाईँलाई केक पनि देखाउँछु म तपाईँहरूलाई पक्नुहोस् म केक देखाउँछु तपाईँहरूलाई ल केक गाइस यहाँ त हाम्रो भाइ बेबी ह्याप्पी देखाऊ बुढाका लागि धेरै लामो राख्दैन खानुपर्छ निकाल छोडा छोडा न माथि राख्ने के निकाल काट्ने त अर्को भित्ती कुद्दैछ भित्ती यसले खाएर सक्न आँटिसक्यो गाइस कोही खाटमा लिएर हिँड्छ भित्ती खानु अच्छा लिएर यसरी हालौँ न पक्लिन्छ अहिले पर्दैन अफ गरिदिनु फ्रिज हाल्दिनँ त गाइस यही खुसियालीमा आज हाम्रो घरमा केक पनि छ र मासु पनि छ त्यसैले गर्दा भिडियोलाई लाइक गर्नुहोस् च्यानललाई सब्सक्राइब गर्नुहोस् र तपाईँहरूलाई म मासु देखाउँछु गाइस अब चाहिँ हाम्रो बर्थडे सेलिब्रेसन र तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो केक एकदमै राम्रो र हाम्रो आयुष भाइको बर्थडे र सबैजनाले कमेन्टमा ह्याप्पी बर्थडे लेखिदिनु होला यहाँ छ हाम्रो बहिनी हाम्रो भाइलाई ह्याप्पी बर्थडे बोलो 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 भाइ मोय भयो भने Wow! Happy birthday! के काटूं प्लीज बोल रहा कोई यार लेकिन मैं काम सबैलाई मान्ने गुन्ने हुनु हैप्पी बर्थडे ल आइपुरा तिमी काट त काट्न तर भाइ काट्न भाइ र आइस काट्न दुईजनाले काट हात छो त अब नि बर्थडे उसको यसले काट्दैछ त निकाल्दैन उसलाई काट्न दिएन तो गाइस आजको भ्लगमा तपाईहरुलाई कस्तो लाग्यो के लाग्यो र प्रतिक्रिया दिनु होला भिडियोको लाइक गर्नुस् सब्स्क्राइब गर्नुस् हामी मिल्छौँ अर्को भ्लगमा थ्यांक यू सो मच फर वाचिङ अर्को भ्लग पूजाको आउनेछ गाइस अथवा कीर्तनको आउनेछ
दुईटाको ब्लग अलग अलग हुन्छ र कीर्तनको र भजनको। यसैले भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस्। यस्तै ब्लग हेर्नको लागि लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, फलो गर्नुहोस् र जोडिनुहोस्।